जय मङ्गोल सम्पूर्णमा हामी चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको 37औं स्थापना दिवस दाङ जिल्लाको घोराई उपमहानगरपालिका वडा नम्बर 15 शहीद मञ्चमा हुन गइरहेको छ। यही पौष 17 गते जनवरी 1, 2026 हुन गइरहेको छ र कार्यक्रम मञ्च हेर्नतर्फतिर हामी लाग्दैछौँ। कार्यक्रम स्थलतर्फ हामीसँग हुनुहुन्छ मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका सदस्य तथा दाङ जिल्लाको क्षेत्र नम्बर 2 को उम्मेदवार प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ अमरबहादुर बुढामगरज्यू। त्यस्तै गरी मङ्गोल नेसनल अर्गनाइजेसन लुम्बिनी प्रान्तीय सभाका अध्यक्ष तथा रूपन्देही जिल्ला क्षेत्र नम्बर 3 का उम्मेदवार कुलवीर घरती मगरज्यू हुनुहुन्छ। जय मङ्गोल। जय मङ्गोल। र जति पनि हामी चाहिँ कार्यक्रम स्थल शहीद मञ्चतिर लागि परेका छौँ। शहीद मञ्चमा गएर हामी चाहिँ पौष 17 गते हुने मङ्गोल नेसनल अर्गनाइजेसनको बृहत स्थापना दिवस 37औं स्थापना दिवस सबै र भव्य तरिकाले उम्काउनको निमित्त हामी यति बेला दाङ जिल्लामा आइपुगेका छौँ। हामी चाहिँ यसरी कार्यक्रम स्थलसम्म पुग्नेछौँ र तपाईँहरूलाई चाहिँ हामी कार्यक्रम स्थल पनि देखाउनेछौँ। मङ्गोल नेसनल अर्गनाइजेसनको 37औं स्थापना दिवसको कार्यक्रम मञ्च यस्तो रहेको छ। शहीद मञ्च दाङ जिल्लाको घोराई उपमहानगरपालिका वडा नम्बर 15 मा रहेको शहीद मञ्चमा एमएनओको 37औं स्थापना दिवस सभ्य तथा भव्य रूपले चाहिँ सम्पन्न यसै कार्यक्रम मञ्चमा गर्नेछौँ। ज्योति दिदी जय मङ्गोल। मङ्गोल नेसनल अर्गनाइजेसन लुम्बिनी प्रान्तीय सभाको सदस्य पूर्वी रुकुमको उम्मेदवार पनि हुनुहुन्छ दिदी। 17 गते कार्यक्रम चाहिँ यही मञ्चमा हुने हो। कार्यक्रम चाहिँ यही कार्यक्रम मञ्च चाहिँ यहाँ हुनेछ। यहाँ मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका सदस्य तथा गुल्मी जिल्लाको क्षेत्र नम्बर 2 का उम्मेदवार वेदबहादुर थापाज्यू जय मङ्गोल। जय मङ्गोल सम्पूर्ण साथीहरूमा यही आउँदो 37औं स्थापना दिवसको लागि दाङ जिल्लाका कार्यकर्ता नगरका केन्द्र सभाका प्रदेश सभाका साथीहरूले चाहिँ प्ले कार्ड बनाउनको लागि चाहिँ यसमा चाहिँ हाम्रो लुम्बिनी प्रान्तीय सभाका हाम्रो सचिवज्यू अनि हाम्रो अध्यक्षज्यू अनि प्रचार सचिवज्यू लगायत सबैले चाहिँ यो प्ले कार्डमा बनाइराख्नु भएको अवस्था छ। यतिखेर चाहिँ हामी घोराई उपमहानगरपालिका दाङ जिल्लाको कार्यालयमा तयारी अवस्थामा गरिरहेको अवस्था छ र अनि कतै हाम्रो नगर अध्यक्षज्यूले चाहिँ बाँस फुटाल्दै हुनुहुन्छ।
जय मङ्गोल सम्पूर्णमा यति बेला हामी चाहिँ दाङमा छौँ। मङ्गोल देश अर्गनाइजेसनको 37औँ स्थापना दिवसलाई सबै भव्य तरिकाले सम्पन्न गराउनको निमित्त यति बेला हामी दाङमा उपस्थित भएर चाहिँ हामी दाङमा जनवरी 1, 2026 यानि कि पौष 17 गते 2082 का दिनमा चाहिँ हामी चाहिँ कार्यक्रमलाई सबै तरिकाले गर्नको निम्ति हामी चाहिँ लागि परिरहेका छौँ। आज हामी चाहिँ प्रचार प्रसारमा हिजो 37औँ स्थापना दिवसको लागि लुम्बिनी प्रान्तीय सभाको चाहिँ आयोजनामा चाहिँ आज लगभग चाहिँ अब 2 दिन मात्रै बाँकी छ। हाम्रो प्रचार लगभग चाहिँ भोलि र आज र भोलि मात्रै हुन्छ होला। भोलि चाहिँ व्यवस्थापन गर्नुपर्ने छ अनि धेरै कुराहरू छ। त्यही कारणले सम्पूर्ण हाम्रा दाङवासी अहिन्द मूलवासी मङ्गोल समुदायहरूमा हार्दिक निमन्त्रण राख्छु। सम्पूर्ण साथीहरूलाई चाहिँ दाङको घराइमा चाहिँ उपस्थित भइदिनु ल हार्दिक अनुरोध गर्दछौँ सबैजना होइन सम्पूर्ण ल यो आफ्नो घरमा यो घरको कार्यक्रम हो। यो कपाल पनि बनाउनु पर्छ। यी हो नि तपाईँको नभन्नु होला, यो हाम्रो भन्नु होला। हाम्रो कार्यक्रम तपाईँको भन्नु थियो बिर्सेर भन्नु होला। अरे यी गरौँ नि, यहाँ फोन आएको छ यसमा। ल जय मङ्गोल 37औँ स्थापना दिवसको लागि हाम्रो बासु भाइ यहाँ दाङको सुन्दर नगरी घोराई लखन पार्कमा भोलि हाम्रो यहाँदेखि र्याली हुने भएकोले गर्दाखेरि आज चाहिँ हामी झन्डा बाँड्दैछौँ। यो लखन पार्कको गेटहरूमा यहाँ बार रहेछ, यो बारमा चाहिँ तयारीमा भरभर जुटिरहेका छौँ। हाम्रो साथीहरू आउँदैछन्, अलिकति ढिलो भयो, त्यही भएर हामी चाहिँ सुरु गरिसकेको। जय मङ्गोल। मङ्गोल देश अर्गनाइजेसनको 37औँ स्थापना दिवसलाई सभ्य र भव्य तरिकाले सम्पन्न गराउनको निमित्त यति बेला हामी चाहिँ घोराई उपमहानगरपालिकालाई चाहिँ हामी सङ्गठनको झन्डा लगाएर त्यसरी कार्यक्रम स्थल मञ्चसम्म शहीद मञ्चसम्म चाहिँ हामी चाहिँ झन्डा लगाएर अगाडि बढिरहेका छौँ। धेरै बाक्लो नि नबान्ने, पुग्ने हिसाबले पुग्ने हिसाबले। अघि त जाडो भएको थियो, अन्त झन्डा बान्न लाएर होला नि है। तातो तातो भएको छ होइन, तातो भयो ए। हामी चाहिँ यसरी झन्डा बान्ने कार्यलाई चाहिँ अगाडि बढाइरहेका छौँ। मङ्गोल देश अर्गनाइजेसनको चाहिँ 37औँ स्थापना दिवस चाहिँ लुम्बिनी प्रदेशको आयोजनामा भव्य तरिकाले चाहिँ उम्काउने तयारीलाई चाहिँ हामी तीव्र तरिकाले अगाडि बढाउन गइरहेका छौँ। दाइ जय मङ्गोल है, जय मङ्गोल। ल यसरी चेलीबेटीहरू पनि यसरी बसिरहनु भएको छ। जय मङ्गोल। जय मङ्गोल, वेलकम सर। जय मङ्गोल, जय मङ्गोल। जय मङ्गोल सर। होइन म त 13 गतेदेखि तपाईँ जस्ट यहाँ आगरमा हामीलाई स्वागत मात्र हुन्छ। उहाँ हाम्रो पहिला प्रमुख अतिथि जय मङ्गोल। मान्न पर्ने हो बानी
अनि सबैलाई समाप्त पार्दैन। दिपसरलाई एम सरको त मलाई डान्स मनपर्छ कस्तो राम्रो हुन्छ यत्रो लामो यात्रा गरेर आउनु भएको छ भाइ फोटो सोटो खिच्छु त्यहाँ अनलाइन टिभी भाइहरू 2-3 दिन अगाडि हामी आएको भाउजू अरूलाई पनि गर्नु न उहाँहरू पनि हाम्रो दिदी र दाइलाई अमरजीलाई पनि गर्नु ल केन्द्रीय सदस्य प्रान्तले आयोजना गरेको कारणले केन्द्रले हो जन्तरी दिदी बिसरा नि नै बेदुवाजीलाई नि दिदी दाइ प्रदेश सभाको तर्फबाट ल है सबैलाई चाहिँ सधैँ भयो हजुर भइसक्यो मेरो त हो कि थन्कमुल गरिसक्यो ए आरे हुनुहुन्छ ल यहाँ आगोको व्यवस्था गर्नुपर्ने रहेछ यहाँ त छैन नि एकछिन लगा पर्यो नि राख्ने खोल्थेँ अब भोलिको कार्यक्रम चाहिँ सफल होस् भनेर पनि होइन त्यही मौसम आउँदै हुन्छ आउँछ आउँछ लाउनु दाइ बस्नु चिसो छ नि चिसो घाम लागेको काठमाडौँमा घाम लागिरहेको छ माथि तरै हो